my channel and thank you for watching and loving my previous videos. अहिले हामी क्लास 12 को 2081-82 को बोर्ड एक्जाम नजिकै छौं र बोर्ड एक्जामलाई हेल्पफुल होस् भनेर मैले केही दिन यताको लेक्चरहरुमा प्रोबेबल बोर्ड क्वेशन्सहरुलाई डिल गरिरहेको छु र यस अघिको लेक्चरमा मैले च्याप्टर 15 मा रहेको थर्मोइलेक्ट्रिक इफेक्टबाट केही इम्पोर्टेन्ट क्वेशन्सहरुलाई डिल गरेको थिएँ र आजको लेक्चरमा म च्याप्टर 16 मा रहेको म्याग्नेटिक फिल्डबाट केही इम्पोर्टेन्ट बोर्ड क्वेशन्सहरुलाई डिल गर्न गइरहेको छु। रिकल प्लस रिभिजन दुवै हुने भएको कारणले गर्दाखेरि यो भिडियोलाई अन्त्यसम्म रहेर हेर्नु होला र आजको हाम्रो पहिलो क्वेशन छ एन इलेक्ट्रोन इज नट डिफ्लेक्टेड in passing through a certain region. Can we be sure that there is no magnetic field in the region? Explain. क्वेशन ले भने अनुसार कुनै एउटा रिजन थियो भने यो रिजनमा एउटा इलेक्ट्रोनलाई पास गराइयो र यो रिजनमा इन्टर गरिसकेपछि इलेक्ट्रोन विदाउट डिफ्लेक्सन यसरी सिधै मुभ भयो अर्थात यो यसरी कतै पनि डिफ्लेक्सन भएन। अब यसरी डिफ्लेक्सन नहुँदा हामी स्योर एन्ड सर्टेन भन्न सक्छौं कि त्यहाँ कुनै पनि किसिमको म्याग्नेटिक फिल्ड थिएन भनेर। सो हामीले त्यही कुराको एक्सप्लेनेसन दिनुपर्ने छ। मानौ यो इलेक्ट्रोनको भेलोसिटी v थियो र त्यो रिजनमा म्याग्नेटिक फिल्ड थियो भने र त्यो म्याग्नेटिक फिल्ड चाहिँ b थियो। यदि त्यस्तो हुन्थ्यो भने यो इलेक्ट्रोनले यो रिजन भित्र फोर्स एक्सपिरियन्स गर्थ्यो र अब हामीलाई फ्रम डेरिभेसन थाहा छ force acting on an electron moving with velocity v in the magnetic field b is F vector is equal to negative of E times cross product of v vector times b vector। अब हामी यसलाई यहाँ क्रस प्रोडक्ट लगाउँछौं त्यसो हुँदा यहाँ फोर्स हुन आउँछ F is equal to negative of E times v b sin theta। हामीले बिर्सन हुँदैन a vector क्रस b vector भनेको चाहिँ magnitude of a vector times magnitude of b vector times sin theta हो। अब अकॉर्डिंग टु क्वेशन यो इलेक्ट्रोनले कुनै पनि किसिमको फोर्स एक्सपिरियन्स गरेको छैन भनेको छ। अकॉर्डिंग टु क्वेशन यहाँ f 0 हो। सो यो माथिको एक्सप्रेसनलाई हेर्दा f दुईटा केसमा मात्रै 0 हुन सक्छ। त्यो हो when theta is equal to 0 degree or 180 degree। यसको अर्थ मानौ यो रिजनमा म्याग्नेटिक फिल्ड चाहिँ यसरी अलाइन भएको थियो भने यहाँ इलेक्ट्रोन चाहिँ कि त यसरी म्याग्नेटिक फिल्डको डाइरेक्सनमा मुभ हुनु पर्यो कि त म्याग्नेटिक फिल्डसँग एन्टी प्यारलल भएर यसरी मुभ भएको हुनु पर्यो। यो केसमा फोर्स 0 हुन आउँछ भनेको इलेक्ट्रोनले कुनै पनि किसिमको फोर्स एक्सपिरियन्स गर्दैन। यहाँ 0 डिग्री भनेको प्यारलल हो भने 180 डिग्री भनेको एन्टी प्यारलल हो र यी कुराहरुलाई अब्जर्भ गरेर हामी भन्न सक्छौं कन्क्लुजनमा वी क्यानट बी स्योर अबाउट द एब्सेन्स अफ म्याग्नेटिक फिल्ड। त्यस्तै गरिकन लागौं आजको सेकेन्ड क्वेशन तर्फ। क्वेशनमा भनिएको छ ऑल वोल्टेजेस आर मच ग्रेटर फर सेमीकन्डक्टर्स देन गुड कन्डक्टर्स फर कम्पेरेबल करेन्ट्स फिल्ड्स एन्ड डाइमेन्सन्स वाइ। र यो क्वेशनको लागि हामीले त्यति धेरै एक्सप्लेनेसन गरिराख्नु पर्दैन। हामीलाई कुनै पनि स्पेसमेनको एक्रसमा हल भोल्टेज कति डेभलप हुन्छ भन्ने एक्सप्रेसन आउँछ भने यो क्वेशनलाई हामी सहजै सल्भ गर्न सक्छौं र हामीले उक्त भोल्टेज कति डेभलप हुन्छ भन्ने कुरालाई डेरिभेसनमा मजाले हेरिसकेका छौं। वी नो हल भोल्टेज डेभलप एक्रस any specimen is given by V is equal to Pi upon NET। यहाँ कैपिटल V भनेको भोल्टेज डेभलप्ड हो त्यस्तै गरिकन B भनेको म्याग्नेटिक फिल्ड हो I भनेको करेन्ट हो जुन करेन्ट चाहिँ स्पेसमेनमा बहेको हुन्छ त्यस्तै गरिकन यहाँ N भनेको नम्बर अफ इलेक्ट्रोन्स हो त्यसरी नै E भनेको म्याग्निट्युड अफ अ चार्ज हो र अब हामी यहाँ झोकिने नहुने कुरा चाहिँ के हो भने यो स्मल t हो। जनरली हामीले स्मल t ले चाहिँ टाइमलाई रिप्रेजेन्ट गर्ने भएको कारणले गर्दाखेरि यहाँ टाइम हो जस्तो लाग्छ तर यो यहाँ टाइम होइन यो थिकनेस अफ द स्ट्रिप हो र क्वेशनले केही कुरालाई कम्पेरेबल का रूपमा राखेको छ जस्तै करेन्ट फिल्ड र डाइमेन्सन। यहाँ थिकनेसलाई डाइमेन्सन भनिएको हो। अब हामीले क्वेशनले भने अनुरूप करेन्ट म्याग्नेटिक फिल्ड डाइमेन्सन्स जस्ता कुराहरुलाई चाहिँ कम्पेरेबल बनाएर हेर्यौं भने यो हल भोल्टेजको एक्सप्रेसनबाट हामी हल भोल्टेज र नम्बर अफ इलेक्ट्रोन्सको रिलेसन झिक्न सक्छौं। सो हल भोल्टेज is inversely proportional to number of electrons अर्थात number of electrons बढ्नु भनेको हल भोल्टेज घट्नु हो र number of electrons घट्नु भनेको हल भोल्टेज बढ्नु हो। As we know number of electron or charge carrier in semiconductor is less than number of charge carriers in good conductor। Therefore हामी यहाँबाट भन्न सक्ने भयौं हल भोल्टेज for semiconductor is greater than hall voltage for good conductor। र यो क्वेशनलाई हामीले यसरी डिल गर्नुपर्ने हुन्छ। त्यस्तै गरिकन लागौं आजको अन्तिम क्वेशन तर्फ र क्वेशनमा भनिएको छ a wire of length L carrying current I is bent into form of circle। Calculate the magnetic moment associated with the loop। So according to question यहाँ एउटा current carrying conductor थियो भने यसलाई यसरी सर्कुलर लूप बनाएर बेन्ड गरियो भने यो अवस्थामा यहाँ डेभलप भएको म्याग्नेटिक मुभमेन्ट कति हुन्छ भनेर क्वेशनले सोधेको छ। मैले टपिक वाइज डिल
गर्दै गर्दा टर्क अन अ रेक्टेंगुलर कोइल इन अ म्याग्नेटिक फिल्ड भन्ने टपिकलाई डिल गर्ने क्रममा म्याग्नेटिक मुभमेन्टलाई डिल गरेको छु। म उक्त भिडियोको लिंकलाई डिस्क्रिप्सन बक्समा राखिदिने छु, एकचोटी त्यसलाई डिटेलमा हेर्नु होला। अब एज पर द क्वेशन एल लेन्थ गरेको वायरलाई चाहिँ सर्कलमा चेन्ज गरिएको छ, तसर्थ अब यो सर्कलको पेरिमिटर भन्नु नै यो लेन्थ हो। देयरफोर यहाँबाट हामी रेडियसलाई अब्टेन गर्न सक्छौं, which is L upon 2 pi। यसलाई हामी इक्वेसन 1 का रूपमा सेभ गरौँ। अल्सो हामीसँग म्याग्नेटिक मोमेन्टको एक्सप्रेसन छ, which is capital M is equal to INA। यहाँ L लेन्थलाई चाहिँ एउटा सर्कुलर लुपमा चेन्ज गरिएको छ, तसर्थ हामी क्यापिटल N लाई 1 लेख्न सक्छौं, यो भनेको नम्बर अफ टर्न्स हो, र एरियालाई हामी पाई r स्क्वायर लेख्न सक्छौं किनभने यहाँ सर्कुलर लुप क्रिएट गरिएको छ। सो म्याग्नेटिक मोमेन्ट इज इक्वल टु I टाइम्स 1 टाइम्स पाई r स्क्वायर लेख्न सक्छौं। यसलाई हामी इक्वेसन 2 का रूपमा सेभ गरौँ। फ्रम इक्वेसन 1 एन्ड 2 हामी m इज इक्वल टु I टाइम्स पाई टाइम्स r स्क्वायर को ठाउँमा l बाई पाई को होल स्क्वायर गर्न सक्छौं। सो विच कम्स टु बी 1/4 पाई टाइम्स L square by pi square। So यहाँ pi and square they cancel out each other र हामीसँग फाइनल एक्सप्रेसन हुन आउँछ m is equal to 1/4 pi times I L square। मलाई पूर्ण विश्वास छ आजको लेक्चर एकदमै हेल्पफुल रह्यो। कुनै पनि कुराको कन्फ्युजन भएमा यो भिडियोलाई पूर्ण एकचोटि रिपिटेड हेर्नु होला र यस्तै इन्ट्रेस्टिङ लेक्चरहरुका लागि यो च्यानललाई लाइक, शेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला। अर्को लेक्चरमा यस्तै इन्ट्रेस्टिङ र इम्पोर्टेन्ट क्वेशन्सहरुलाई डिल गर्दै उपस्थित हुने बाचाका साथ आजलाई म बिदा माग्दछु। हस्त टेक केयर, इन्जोय एन्ड कीप वाचिङ एडुसन सर।